Finally, we are in Prick. So what's up my gang? आज चाहिँ शिवपुरीको हाइक कस्तरी हेऱ्यो त साइकलले लुक हियर भर्खर सुरुवात भएको छ हाम्रो चाहिँ हैन अनि कस्तो आइरहेछ नि दाएन बट यहीँबाट कस्तो जङ्गलले कस्तो अर्कै भाइ भाइ जङ्गलले अर्कै कस्तो आएको के सो यहाँनिरबाट हामी यस्तो बनाउँदै आयो होइन अनि यहाँनिर एकैछिन यस्तो हेरेँ सो यहाँनिर अब हामी एकछिन बस्छौँ आनन्दको भाइब लिँदै हो कि होइन केटा हो बोका कराएर कराएर सो अघिदेखि अब भर्याङ हिँड्न थालेपछि बल्ल हाइकिङको मजा आउनु थाल्यो केटाहरूले नि ज्याकेट फुकाउनु थालेछ अहिले चाहिँ दिस इज द डिसएडभान्टेज अफ बिङ अ फ्याट गाई अन्त अहिले चाहिँ ज्याकेट फुकालिदिनु पऱ्यो गर्मी हुन थाल्यो दिस इज माई माइक प्लेट अड्काएर राखेको छु मैले सो अहिले चाहिँ हामी ब्रेकमा नर्मल ब्रेकमा सो नर्मल ब्रेकमा केटाहरूलाई अब हामी चाल्ने बेला भयो यहाँ चाहिँ रनिङ गरिरहनु भएको यत्तिकै मोबाइल चलाएर बसेछ तैँले एक हप्ता ग्याप गरिस् के साइको सो अब हाम्रो चाहिँ यहाँबाट वाक वाक यहाँ चाहिँ ध्यान गरे जस्तो बनाइरहेको छ होइन केटाहरूको अनि अहिले चाहिँ लिटरली टपमा आइसक्यो हामी सय फोटोसुट चलिरहेको छ अनि यहाँ दायाँ हुनुहुन्छ मान्छेहरूसँग बिस्तारै हिँड्दैछौँ खतरा देखाएको छ यो रुख चाहिँ अनि हामी हिँडेको कति भयो टाइमहरू त 3 घन्टा हुनुलाई अनि अहिले चाहिँ टप पुग्नु लागिसक्यो ठिकै हो ठिकै हो अनि बबाल भइरहेको छ बबाल हार्ले डेभिडसनको राइडरहरू हुन्छ नि ओके सी यु गाइज इन अ मोमेन्ट बाई सो यहाँ चाहिँ भ्यू राम्रो देख्थ्यो बट मन्दिरमा बजेको भजनको कारणले मैले भोइस ओभर गर्नु पऱ्यो अनि युट्युबमा कपिराइट लाग्न सक्छ त्यही भएर मैले भोइस ओभर गर्दाखेरि अलिक कस्तो सुनेला बट लड अफ मान्छे थियो त्यो बेला अनि स्पेस भने सानो अनि हरियाली र डाँडा र काँडा देख्दा चाहिँ वाइल्ड मजा आयो एन्ड दिस इज द बेस्ट भ्यू पोइन्ट इन शिवपुरी हाइक द्याट्स वाइ आई डिडन्ट वान्ट टु मिस दिस क्लिप सो राइट नाउ वी आर एट द पिक कस्तो भयो साथी सुन्छ हामी बोल्यो त्यहाँ सुन्छ म इन्टरभ्यू दिइसकेको म माइक गिभ मी माइक गिभ मी माइक हामी चाहिँ बिस्तारै आयो त्यो भएर फाइनली वी आर इन प्रिक इङ्ग्लिस चुप फेरि फसेको ल कट फाइनली हामी चाहिँ भयो ल फाइनली हामी चाहिँ पिकमा आइपुगेको छौँ तपाईँले हेर्न सक्नुहुन्छ बोर्डमा एटिट्युड सबै हेर्न सक्नुहुन्छ एल्टिट्युड कस्तो एल्टिट्युड भन्नु चाहिँ एल्टिट्युड सबै हेर्न सक्नुहुन्छ ठिक छ हो ठिक छ ल्यालिली बोर्ड भन्छ त्यो बोर्ड दामी छ हेरेँ ओके अनि अब यसको हिस्ट्री चाहिँ मलाई थाहा छैन त्यही पनि अब कस्तो गाह्रो त छैन ठिकै गाह्रो छैन इजी हो इजी पिजी है हिँडेर जस्तो लागेको छैन त्यस्तो तर त यहाँ भन्दा नि त्यहाँ तलको भ्यू चाहिँ दामी थियो सो भ्लगमा आउँछ बोल्ने हल्का फुल्का भयो कति 2 हप्तापछि होइन हाम्रो 2 हप्तापछि यो
सर्ट हाइक अब के प्लेस नेम शिवपुरी पिक अब नेक्स्ट टाइम न चाहिँ अलि लङ के होइन 1-2 दिनको हल्का हान्न पाए रमाइलो हुन्छ 2-3 महिनापछि हामी ट्रेक आउँछ एक हप्ताको फेरि स्टे ट्युन गाइज स्टे ट्युन अनिस के रे अनि हर्स भन्छ कि अनि हर्स प्रोनाउन्सिएसन यस्तोहरूलाई थाहा नै छैन होइन के प्रोनाउन्सिएसन फरक हुन्छ नि थुक्क तेरो अनुहारमा त सो या अब हामी एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि बोल्ने साथी सो एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि थप्यो हल्का जङ्क फुड चिल गाइज आफूले दिन भयो हामीले केही पनि भएन तर रमाइलो राम्रोसँग बोल्नु भयो सबजना मलाई अप्ठ्यारो लाग्यो खाएर बोल्छु म खासा चाहिँ खाएर फोटो हाने होइन फोटो खिच्यो अङ्कलहरू खिच्दियो अहिले फेरि फोटो खिच्नु बोलाउनुहुन्छ होला 2 जना चाहिँ के स्ट्याचु हो र अन्त ग्याङ जाउँ है के भन्यो सो अब चाहिँ खाएर टक्क आन्टीहरू सबजना हिँड्नु भएको रहेछ होइन अनि हिँडिदिएको सँगै ग्याङै छ हामी पनि त्यो ग्रुपको पार्ट भइसक्यो अहिले खोल्न लाग्यो भाइ मेरोबाट नि हान्दिन्छ एउटा भिडियो 9 तल घर भन्छ हो यो हजुर यसले पछि घर बनाउँछ कि के भन्छ हो अर्को जुनीको लागि कस्तो भइरहेछ हामी पनि अर्को ग्याङमा सामेल मजा हुन्छ यस्तो भएपछि है नयाँ मान्छे भेट्छ आयो कि हामी छुट्टै मजा How was your hike? Very good. हल्का फुल्का त बोलिदिनु पऱ्यो नि होइन र अघि हाम्रो साथीले जसरी हेलो भने जसरी वेयर आर यु फ्रम भने होइन त्यसपछि त इग्नोर हानिदिएर एउटा दिदीले दिदी बाहिरको मान्छे पनि दिदी भएपछि दिदी सिस्टर ओ माई गडनेस सिस्टरले त्यस्तो भन्नुभयो अरे बाटो चाहिँ बबाल चाहिँ अनि मजा आउँदैन त साथी मजा छ मजा तिर्खा लाग्यो माथि पानी हुन्छ भनेर सोचेको पानी नै छैन रहेछ अब तल स्योर ग्रिनेरी अलिक बस्ती रहेछ आश्रम रहेछ यहाँ चाहिँ खतरा देखेँ ग्रिन यहाँ दामी फोटो खिचिरहेको छ केटाले यहाँ भराइ दामी सबै मेरो त मुखमा दामी छ मात्रै निस्किन्छ नि तर होइन दामी नै छ यहाँ लोक सो यहाँ चाहिँ टन्नै मान्छे हुनुहुन्छ ओए बाघको मुखबाट पानी आउँदो रहेछ नि खै कता गयो ओए तिमीहरू यहाँ उ गर्नु पर्दैन सुट गर्नु पर्दैन पाप लागेको छ तिमीहरूलाई थाहै छैन सो दिस इज द ब्याक द्वार यहाँ चाहिँ जल लिइरहनु भइरहेको छ अनि यहाँनिर चाहिँ नाग रहेछ सो अहिले चाहिँ एकछिन यता बसेर यहाँ रेस्ट गरेर आयो हामी निस्किँदैछौँ यहाँबाट आएको खतरा गुफाबाट सो अहिले चाहिँ हामीलाई थकाइ लागेर गीत सित गाउँदै आयो अन्त छिरी हान्दै हामी यहाँ एकछिन रेस्ट हान्दैछौँ सो अहिले चाहिँ हामी यहाँ रेस्ट गर्दै बसिरहेको थियौँ है रेस्ट गर्दै थियो सो हामी अनि त्यसपछि पानी पर्नु थाल्यो होइन अनि उतले चाहिँ खतरा भ्यू हेर्दै बसिरहेको छ त्यहाँनिर पानी पर्नु थाल्यो गडा अब चल्नुपर्छ बिस्तारी सी के हुन्छ अब हिँडै छ अब अहिले
जति हिँडे पनि तलै आइपुगेछ नि साथी यहीँ मेरो आइरहेछ डराउँदैन So we are at the end of the hiking अनि अहिले कति बजे 4 त्यस्तै बज्यो होला 8 बजेतिर हिँडेको बिस्तारै हिँड्यो अनि बार्किङ डियर पनि देखिसके हामीले किनकि अरू बेला न त कुकुर पनि देख्दैन थियो हतपत So this is the end of the vlog अनि यो खाएको फोर फाल्दियो एक सर्ट ल्याङ ल्याङ नगर नमैया अब चाहिँ घर चल्तिर चल्दिस एकछिन खाजा खान चल्दिस त्यसपछि घरतिर चल्दिस त अब त यहाँ एउटा खाजा खाएर निस्क्यो मोमो र चाउमिन कस्तो भयो तँलाई साथी त्यतिकै लगाउने हेलमेट चाहिँ माथि चाउमिन मिठो थियो चाउमिन मिठो थियो अब यहाँबाट हाम्रो चाउमिनलाई चाहिँ म हाम्रो यहाँ खाने ठाउँ चाहिँ यता है बिहान यता खाएको बिहान पनि मिठो थियो चाउमिनलाई चाहिँ म 10मा त्यस्तै 7.8 दिन्छु 8 दिन्छु तर मोमो चाहिँ अलिक टिम्बो हाल्यो भने अलिक ठिक थिएन मोमो चाहिँ त्यस्तै 5-6 ठिकै थियो भनौँ यहीँ आउनु होला तपाईँहरू यहाँ आउनु होला दामी छ चाउमिन चाहिँ वाइल्ड मिठो है So that's it for today and thank you for watching the video. मलाई मेन चित्त नबुझ्यो भने चाहिँ पार्किङ हो है कति घन्टा पार्क गरे त्यही त दुईटाको 300 रुपियाँ पार्किङ हो कि त्यो त टिकट काट्ने पैसा भन्दा पनि धेरै टिकट काट्ने पैसा भनौँ न हामी तिनजना होइन त्यो कुरा चाहिँ धेरै चित्त बुझाएको छैन अब त्यो चाहिँ के हो कसो हो होइन म्यानेज गर्नु पर्यो अब हेरेछ भने 6 घन्टा पार्किङ गरेको त नि ल त्यति भन्दैमा आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ माई भिडियो त्यसरी होइन क्या साथी यसरी